हाई एभ्रिवान, आज म पकाउन जान्दैछु गुन्द्रुक र भटमासको अचार। त्यसको लागि मैले लिएको छु प्याजलाई मसिनो पारे, त्यसपछि खुर्सानी काटे, त्यसपछि लसुनको पातलाई मसिनो काटे, त्यसपछि प्यानमा तेल गरम गरेर भटमास राखेर भुटे अनि फेरि भटमासलाई खनाएर त्यो प्यानमा तेल राखेपछि फेरि गुन्द्रुकलाई पनि मजाले हल्का भुटे। गुन्द्रुक पनि भुटिसकेपछि यसलाई भटमास भएको ठाउँमा राखे। त्यसपछि यहाँ प्यानमा तेल गरम गरेर त्यसपछि लसुन राखे, लसुनलाई भुरोन गरेर भुटे। त्यसपछि टमाटर राखे, टमाटर राखे एकछिन छोपेर पकाए। त्यसपछि टमाटर मजाले पाकिसकेछ। टमाटरलाई मजाले मैले म्यास गरेँ। त्यसपछि नुन र बेसार राखेँ र फेरि दोबारा मैले मजाले म्यास गरेँ। त्यसपछि यहाँ मैले गुन्द्रुक र भटमास राखेँ। त्यसपछि अघि काटेको डल्ले खुर्सानी, लसुनको पात, त्यसपछि अघि काटेको प्याज र कागती राखेर मजाले यसलाई चाहिँ मैले चलाएँ। हाम्रो गुन्द्रुकको अचार रेडी भइसक्यो। थ्याङ्क यू फर वाचिङ माई च्यानल।